तिमीले काम चलाउँ भनेको अब चाहिँ नयाँ बनाउनु पर्ला। चिनी ल्याउनु भयो जस्तो नि त काका। अब के गर्नु बाबु, घरकी बुढीलाई चियाको तत्तलले छोड्ने होइन, त्यही भएर काका अलिकति उचाल्न सहयोग गरिदिनुहोस् न। ल भइहाल्छ नि बाबु। ल ल धन्यवाद है काका। ल ल ल ल ल लागि ल। होइन यो बुढाले चिनी लिन जाँदा पनि कति बेर लगायो, तराईतिरै ओखु रोप्न झरे कि क्या हो? आमा म धाराम गएर आउँछु है। हुन्छ, बिहान बिहानै रित्तो गाग्री देखाउँछ। होइन ती पँधेर जान पनि तैँले मलाई सोधिरहनु पर्छ। तैँले मेरो छोरासित पहिला आउँदा आमा बाउलाई म पहिले जान्छु भनेर सोधेको थिइस्। हेर्नु सोधेको भए मैले यस्तो दुःख पाउँथेँ होला। अरे शिव रित्तो गाग्री देखाइ, अब फेरि के अनर्थ हुने हो? यति सानो कुरामा त्यति साह्रो नरिसाउनुहोस् न आमा। जा मुन्डे छिटो पानी लिएर। ए मुखै लाग्दो रहेछ, छिटो पानी ले। ओहो काजी सवारी हो। मैले त नि चिनी हालेर चिया पिउनलाई अझ 4-5 दिन लाग्छ कि जस्तो लागेको थियो। अहिले कति त्यो बुहारीलाई कति टिप खेला रहेछ, बिचरा कति बुझ्दो हो। तिमीलाई मात्रै माया लाग्छ।